नाम चाहिँ खोतेरी खोला रे दामी दामी अब हामी तनहुँ जिल्ला छिर्यो हामी आदानी बाटो पुगे छैन अरे गाइज यस्तो भन्ने पुछिएको अनि त्यहाँ हेर्न सक्नुहुन्छ अगाडि क्या दामी लुक्छ म तपाईँलाई जुम गरेर देखाउँछु हेर्नु त साथीहरू क्या दामी छ यहाँ यस्तो दामी 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 छ अनि त्यहाँ तपाईँले देख्न सक्नुहुन्छ जङ्गलहरू साथीहरू त्यहाँ अगाडि हेर्न सक्नुहुन्छ तपाईँले यहाँ चाहिँ यस्तो पुरै दामी ठाउँ छ त्यहाँ चाहिँ त्यो पहिरो गयो जस्तो लाग्छ पहिरो अब त्यति ठुलो पहिरो गयो गाइज तपाईँको घरतिर नि तपाईँको घरतिर नि यति ठुलो पहिरो नजाओस् भन्ने सोच्नुहुन्छ अहिले सब्सक्राइब गरिदिनु होला के छ खबर ठिक छ ओहो चक्लेट लिने है के छ ल खोइ कोले के खाइरहेछ खोइ आमा चिकन पनि हो बिस्कुट पनि हो ललिपप पनि हो जेनिस ढुङ्गाले केही छैन आमा के छ खबर तपाईँ के खानु भएको त नि फेरि गो खानु हो ल आमाले ऊ अगाडि त्यत्रो राखेर बसिराख्नु रहेछ टक्क अब हामी यहाँबाट हामी जाँदैछ है यस्तो पानी लिएछ है साथीवाला पानी लिएर हामी पानी लिएर अब हामी चाहिँ यसरी जाँदैछौँ है यो चाहिँ अब हामी अहिले तनहुँमा छौँ यहाँबाट हामी रिक्वेस्ट गरियो चक्लेट पानी केटाकेटीलाई लिएर अब हामी यहाँबाट हामी जान्छौँ है नि त अब ओके ल लिपस्टिक ओके ल बाई बाई आज चाहिँ हामी चाहिँ यहाँ चाहिँ इन्टरभ्यू लिन गइरहेको छौँ गाडीमा है हामी चाहिँ गाडीमा बसेर इन्टरभ्यू लिइरहेको छौँ सबैभन्दा पहिला चाहिँ हामीसँग हुनुहुन्छ हाम्रो निशान हाम्रो सबैभन्दा सानो भाइ उहाँ चाहिँ अहिले बोल्नुको अवस्थामा हुनुहुन्छ ल म उहाँलाई केही क्वेसन सोध्न चाहन्छु तपाईँको नाम तपाईँ कति वर्षको हुनुभयो 9 वर्षको हुनुभयो हजुर कुन स्कुलमा पढ्नुहुन्छ साथीहरू सबैभन्दा पहिला चाहिँ सिम्पल क्वेसन सोध्नु पर्छ है सुरुमा अब म तपाईँलाई चाहिँ केही क्वेसन सोध्छु तपाईँले भन्नु ल हजुर कति कक्षामा पढ्नुहुन्छ जम्मा 3मा तपाईँ 4मा किन पढ्नुहुन्न तपाईँलाई पढ्न मन लाग्दैन भयो यो क्वेसन छोड्यौँ उहाँ चाहिँ कन्फ्युज हुनुभयो हामी चाहिँ अब अर्को तपाईँ चाहिँ अहिले कता जान लाउनु भएको छ गोर्खा कस्तो हो तपाईँलाई थाहा छ जिल्ला जस्तो हो ए तपाईँले यति सिम्पल क्वेसन सोधेको छु त्यही पनि रिप्लाई दिनुहुन्न तपाईँलाई चाहिँ गोर्खा जाने बाटोमा चाहिँ बाटो चाहिँ कस्तो लाग्यो राम्रो मात्र अरू केही भन्नु न अचम्मको मान्छे है अनि तपाईँलाई चाहिँ यतातिरको वातावरण कस्तो लागिरहेको छ राम्रो तपाईँलाई राम्रो बाहेक अरू केही लाग्दैन नराम्रो लाग्छ यो जस्तै अब चाहिँ उहाँसँग चाहिँ क्वेसन भयो अब चाहिँ हामी अर्को मान्छेसँग जान्छौँ उहाँले चाहिँ राम्रोसँग रिप्लाई दिनु भएन अब चाहिँ हामी उहाँसँग हजुरको नाम ओ हजुर कति कक्षामा पढ्नुहुन्छ 6मा किन 6मा भएको भएर 7मा नपुगेको भएर तपाईँको हाइट हेर्दा त ठुलो मान्छे हेर्दा पनि ठुलो अनि तपाईँ चाहिँ बोल्न सक्नुहुन्न राम्रोसँग ल हजुरलाई म चाहिँ यतातिरको केही क्वेसन सोध्न चाहन्छु तपाईँले एन्सर दिनु ल तपाईँ चाहिँ कता जान लाग्नु भएको गोर्खा किन घुम्न के छ र गोर्खामा त्यस्तो घुम्नलाई घुम्ने ठाउँ के छ ठाउँको नाम त भनिदिनुहोस् केही गोर्खा तपाईँलाई गोर्खा बाहेक अरू केही थाहा छैन गोर्खा दरबार उहाँले चाहिँ राम्रोसँग एन्सर दिनु भएन मान्छे ल्याइरहेको त्यसो अर्को क्वेसनमा जाऊँ यो पहिला क्वेसन सोध्दा आउनु पर्न म इन्टरभ्यू लिन्छु यो बहिनी मतलब मैले क्वेसन गरेको जेनिसले भिडियो खिचेको अब चाहिँ हामी चाहिँ यो गाडीमा भएको सबैभन्दा पुरानो मान्छेलाई सोध्न जान्छौँ
मतलब धेरै एक्सपिरियन्स भएको मान्छेलाई आमा आमा हजुरलाई कस्तो लागिरहेको छ एकदम रमाइलो लागेछ अनि तपाईँ चाहिँ कता जानु लाग्नु भएको तपाईँ यहाँभन्दा पहिला कहिले गोर्खा जानुभएको थियो जानुभएको थियो तपाईँलाई त्यति बेला कस्तो लाग्यो गोर्खा राम्रै लागेको थियो त्यहाँ चाहिँ के घुम्ने ठाउँ छ के भन्न चाहनुहुन्छ यहाँ मन्दिर छ अरू अरू के दरबार छ दरबार गोर्खा दरबार है मेन चाहिँ गोर्खा दरबार हो अनि तपाईँलाई चाहिँ यहाँको बाटो पहिलाको र अहिलेकोमा कति फरक लागेको छ धेरै नै फरक लाग्छ पहिला साङ्ग्रो थियो घरको बाटो राम्रो बनेर छ अहिले चाहिँ अनि यहाँको वातावरण चाहिँ कस्तो छ अहिले यहाँको वातावरण राम्रै छ ठिकै छ तपाईँलाई यहाँको अहिलेको अवस्था देखेर ठिकै लागेको छ ठिकै लाग्छ पहिलाको भन्दा बेटर भएको छ राम्रो भएको छ ल अरू हजुरले केही भन्न चाहनुहुन्छ यो बाहेक अरू के होला खै छोराछोरी नाति नातिसँग हिँड्न पाइयो हो रमाइलो भएको छ खुसी लाग्छ शुभयात्रा गर्न पाइयो छ त्यही छ ल भर्खरै हामीले चाहिँ आमाको इन्टरभ्यू लिएर आयौँ आमाले चाहिँ हामीले राम्रो राम्रो एन्सर दिनुभयो हामीले सोधेको क्वेसनको हामी इन्टरभ्यू लिएर यहाँ सुरेट कम्पनी हो यो पहिला चाहिँ तराईमा थियो अनि यो चाहिँ तराईको चाहिँ आन्दोलनले गर्दाखेरि यो सरेर यता पाहाडमा सिफ्ट भयो है यो अब चाहिँ हामी बाबा हटिन जान्छौँ है बाबालाई चाहिँ धेरै कुरा थाहा छ आज यहाँको बारेमा बाबाको के बाबाले रिप्लाई त दिने हो गाडीमा भएको चाहिँ अर्को मान्छेसँग इन्टरभ्यू लिन गइरहेको छ अब उहाँबाट जाम हजुरको नाम जेडी के हजुरको नाम छैन जेडी जेडी कस्तो कस्तो नाम राख यसलाई खिच्न आउँदैन फुल कम्पनी मैले लिएर ल साथीहरू अब चाहिँ हामी चाहिँ हाम्रो अर्को सदस्यबाट इन्टरभ्यू दिन जान्छौँ ल जाम हजुरको नाम जेडी 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 भन्ने हजुरको नाम हो अनि त्यो मेरो नामको सर्ट फर्म हो के हजुरको नामको फुल फर्म भन्न मिल्दैन मिल्छ भन्नुहोस् न त जिनिस ढुङ्गाना ए जेनिस ढुङ्गाना भन्न गाह्रो भएर तपाईँले जेडी भन्नुभएको जेडी भने चाहिँ अलिक कुल लाग्छ नि त मलाई त लागेन कुल नलागे तपाईँ फुल हो नि त ल हजुर चाहिँ कताबाट आउनुभएको हामी चाहिँ घरबाट आएको ए तपाईँ घरबाट आउनुभएको Yes. तपाईँ कहाँ बस्नुहुन्छ घरमा घरमा बस्नुहुन्छ मैले त हजुरलाई कतै बाटामा बस्नुहुन्छ अनि हामी तपाईँलाई भेट्टाएर लिएर आएको जस्तो लाग्थ्यो त यस्तो होइन म घरमै बस्छु हजुरको घर चाहिँ कहाँ जमिनमा यस तपाईँ चाहिँ अलि अर्कै टाइपको मान्छे हुनुहुरहेछ है अलि राम्रो राम्रो हेर्छ टाइपको अलि अब मैले बुझेँ ल हजुरलाई म चाहिँ केही क्वेसन सोध्छु तपाईँले एन्सर भन्नु ल हजुर अहिले कता आउनुभयो तपाईँलाई थाहा म चाहिँ अहिले बाटोमा ए बाटोको नाम चाहिँ हुँदैन हामी चाहिँ अहिले गोर्खातिर लाग्न लाग्न लाग्यो त्यो त सबैले थाहा हो यो बनहरी आयो मनोहरी आइ मनहरी त मेरो हजुरबाको नाम हो तपाईँले कसरी लिन पाउनुभयो ठाउँको नाम पनि मनहरी यो ठाउँको नाम पनि मनोहरी हो ए भने चाहिँ मेरो हजुरबा फेमस हुनुहुँदैछ होइन यस अफकोर्स भइहाल्छ हजुरबा हामीहरू यहाँ मोम सहित यसरी आहा हेलो हेलो ठुलो छोरो है हेलो कान्छो कहाँ गयो खै छोरी खै ल ओए तु हामी ओए गोर्खा मन्दिर है ओके मेरो पैसा त्यहाँ राख न जग्गामा त्यहाँ त्यस्तो गर्दैन नि गोर्खाली माताले लाई पनि सद्बुद्धि दिनुहुन्छ नि लिँदैन हो फेरि यो हो नि यस्तो गरेर ढुङ्गा माथि दरबार बनाएर बस्थ्यो राजाहरूले त्यता जाने बाटो छ र छैन होला के हो गोर्खा दरबार परेछ न ल जान्छ पहिला मन्दिर जाने हो कि प्यालेस
ओके मम्स ढुङ्गा कुँदेर बनाएको छ यो हाम्रो कान्छो छोराले खान्छ नदीबेल हातमै बोकेर हिँडेछ हेरौँ त बिजोग छ त्यसको हालत हेलो सर त्यो झोला छ नि झोला राख्नुहोस् न कसरी खाइदिन्न नि त्यो ऊ हाम्रो मन भ्याउ भ्याउ भयो हाम्रो जेसिका छोरीको खबर के छ दामी ब्युटिफुल आइरहेको त के हो हजुर ठुलो छोराले हेर्दैछ उता जेनिस ढुङ्गाले के हेर्दैछ कस्तो रमाइलो छ गोर्खाल दरबारमा मम्स के हेर्दै हो तपाईँ ज्योति त्यत्रो ज्योति गर्ने नि त्यो त घर त सिक्का पारेर ल्यायो अन्त घर त सबजना पूजा गर्दैछन् हाम्रो आमा पनि उहाँ पूजा गर्दै हुनुहुन्छ मम्स आइसक्यो नानी उता हेल्प गर एउटा बल्दैन होला नि यसरी पिठो मुछेर खाइन्छ अरे त्यो पिठोको छ नि त्यो पिठोको रोटी हाल्ने त्यो घिउमा अनि यहाँ आउने भक्तजनहरूलाई बाँडिदिने यो वीडियो बना लाऊंगा मदन फेरि मैं काम हवा इसका हेलो हे मेरी आमा ढ्याउ मात्रै गर्नुभएको छ गोर्खा दरबार यतापट्टि नआउनु आमा उक्लिन गाह्रो हुन्छ भन्दा भन्दै उक्लिनु भयो कस्तो भइरह ऊ आमा ढ्याउ ढ्याउ ऊ ल सुन्नुहोस् हाम्रो आमाको ढ्याउ है तेरिका ल हेर्नु त यहाँ ढ्याउ कि ढ्याउ होइन आमा ल कस्तो भइरह आज गोर्खा दरबार रमाइलो भयो अहिले यहाँ आउनु थिएन गोर्खा आएर ल अन्त त्यहाँबाट यति उक्लिन गाह्रो ल त्यही त लटेको आएको ए आज भने हिँडेर आइदिनु भयो नि त ल बधाई छ ल एकदम रक्स ल आमा हजुर ल तपाईँ हिँड्न नसकेर के हो छोराले त डोर्याइरहेको नि तपाईँले त होइन ओहो ल ल ल राम्रोसँग लिएर आयो केटा पुरै हाम्रो आमालाई चाहिँ यहाँ स्याहार पारेर लिएर आछन् है बिस्तारै बाटो चिप्लो छ बाटो चिप्लो छ है ओके छोरी पनि रहेछ नि त यहाँ त ल है तेरी छोरीले भने आमालाई नसमाउने
ओके ल ल ल अब त्यो कति राम्रो वाह गयो ओएमजी हेर्दा मिस्टर नितेश राज ल वाह 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 लडियो ए भाइ हेटे ल हेर्नुहोस् यहाँ चाहिँ मङ्किजहरू पुरै चाहिँ चटपट्सहरू खाइरहेछन् होइन यस्तो तालले उहाँ छोरी एउटा सिङ्गै खाने र 3टा छोराहरू यो पनि छोरा भनेको मिलेर खाँदो रहेछन् आज थाहा भयो ओ यहाँ निशान ढुङ्गेन खोइ यता यता ओ तैँले त मुख पनि कता कता हो र नि ल ओके हामीहरू धेरै घुम्दै अहिले हामी रामसाको चौतारा जाँदैछौँ आमा आउँदै हुनुहुन्छ है हाम्रो ओके निशान छोरो सबसे अगाडि होइन सबभन्दा फास्ट सबभन्दा लास्टमा जन्मिने सबभन्दा फास्टमा जाने कसो निशान छोरो होइन ल हामीहरू अब चाहिँ रामशाहको चौतारातिर जाँदैछौँ हिँडिसकेका छौँ अहिले लगभग 12:03 गइसकेको छ घडीमा बिहान 1 घन्टा ढिलो भयो हजुर यहाँ कतापट्टि छ नि बाटो हेर्नुपर्छ ओके पुरै चल्लो गाडीमा गुगल म्याप चाहिएको छ र ल मान्छेहरूले गुगल म्याप युज गर्नु त भन्दैछ हामीलाई ओके त्यतै हुनुपर्छ आमालाई झोला त किन भुक्नु रहेछ भनेको त स्याउ खानलाई पो रहेछ होइन आमा गाह्रो भयो ल हेर्नुहोस् अब यहाँ चाहिँ रामशाहको चाहिँ चौतारा छ न्याय पाइन्छ त्यहाँ रामशाहको चौतारा है ल हिँड्नुहोस् त चिप्लो छ होला है बाटो हजुर त पुगिसकेस् बाँदर लैजाल है तँलाई कहाँ पुग्यो यार उही चिप्लो छ यार ओके ल हाम्रो मम्स झोला लिइदेऊ न मम्मीको त्यहाँ स्याउ सिद्धि होला अब त केही फरक पर्दैन ल्याउ न झोला तपाईँको ब्याग लिनुहोस् कि वाउ निशान ढुङ्गा न भइरहेको यार भेटो यार ओहो आमा यो त के हो दमेरो जस्तो रहेछ त सुपारी हो कि ऊ हो ए रुद्राक्ष रुद्राक्ष आमा बाँदरले खाएर फालेको वाउ जय हनुमान ज्ञान गुण सागर जय कपित कृपया उजागर ल गणेशजीको फोटो रहेछ धन्यवाद यहाँ कपडा पनि बाँदरको जस्तै छ खानकी पनि त्यही अनुसारले हेर्नु स्याउ केही उच्छृङ्खल व्यक्तिहरूले गर्दाखेरि सजिलै छुन पाइने यो मूर्तिलाई अहिले चाहिँ यसरी चाहिँ चापी लगाएर राख्नुपर्ने अवस्था आयो होइन कोही व्यक्तिहरू गएर उहाँ गएर यसरी मूर्तिमाथि बसेर फोटो खिच्ने गरेको कारण यो चाहिँ मूर्तिको खुट्टा पनि भाँचिएछन् न्यायको प्रतिमूर्ति रामशाहको चौतारामा आज आउन पाइयो ल ओके मेरो छोराछोरीहरू एकदम बक्काइदा यहाँ आएर गफ गरिरहेछन् है रामशाहको चौतारामा आएर
आमा कहाँ आयो हामी म्युजियम हो हेर मन लाग्छ छोरी के छ कति राम्रो आएको त नि फोटो हेर त यहाँ ट्याक्क कस्तो जेनी निशान ढुङ्गाना हामी कुनमा आयो रे हामी तिमी फर्स्ट टाइम होइन गोर्खा म्युजियम हो आऊ नितेश ढुङ्गाना ओए नितेश डन कहाँ गइसक्यो ल हाम्रो जेनिस ढुङ्गानाले पानी किनेर लिएर आयो नि त पुरै थ्याङ्क यू छोरो हो नि सही हो तिस भनेको दिइहाल्नु हुन्छ हुम्ला कर्णाली ओके ओके यस्ता क्यामेरा हुन्छ हुँदैन यस्ता गोर्खा दरबार आयो दरबार मिसन भाइ आयो मिसन छोरो आयो जेनी ढुङ्गाना पनि आयो लाखे Go. आमा के छ खबर ल हेर्नु ऊ त्यही हो गोर्खा पुगेर आएको ल हेर्नुहोस् त बजार देख्नुभयो त्यही हो त्यस्तो ट्याक्क लेभलमा मिलेर बसेको छ हो यही देख्नलाई अनि त्यहाँ यहाँ रोकेको मैले खास यही हो लेभल भयो के भयो यो मिनिस्टर रहेछ ल ल ल बसौँ ओके कान्छी यसलाई बाख्रा देखेर मनपर्छ नि त पुतुल दादा यो हो गोर्खाको दरबार भएको क्षेत्रलाई हेर्नुहोस् त कस्तो राम्रो देखिएको छ होइन उतै हो
घुम्दैछ होइन ल कहाँ उल्टो देखाइराख्नु ग्यास लिक भएर भयो अरे के ओके फाइनल्ली हामी मानुङकोट आइपुगेका छौँ होइन मम्स ल हेर्नुहोस् है मानुङकोटमा अब चाहिँ हाम्रो चाहिँ यहाँ केटकेटीहरू झर्दैछन् ल हेर्नुहोस् मानुङकोटको एकदमै चाहिँ यहाँ यस्तो दामी छ एरिया सब हिमाल हेरौँ त हिमाल वाउ छोरो हेर त हिमाल दामी छ दामी भइरहेछ गुड मानुङ डाँडाको माथि जाने कोसिस ओके हामी अझै माथि जाँदैछौँ है वहाँसम्म टपमा हिँड्दै टपमा जाने हो अब यिनीहरू यहाँ हिँड्छु भने के अरे हुन्छु हामी गाडी हिँड्दा हिँड्दै बोर भयो भनेको होइन छोरो हिँड्दै जाऊँ सबै ल ओके हामी फाइनल्ली मानुङकोट आइएको छ है ए ओ हाम्रो मम्सा अझै यहाँ बाब्यो काट्न पर्ने छ अरे त्यो ग्राउन्डमा ल हेर्नु चाहिँ आमा दामी छ होइन मम्स कस्तो रहेछ एरिया एकदम राम्रो खतरा छ पहिलोचोटि आयो नि त मानुङको ल अझै माथि गएपछि अझै खतरा देखिन्छ ल हिँड्नुहोस् कुन साइड हेऱ्यो पनि त्यस्तै भिउ छ यार ल हेर्नुहोस् गाउँ बेसी छ देखियो नि त त्यही हो नि ल खिच्नुहोस्